हेलो गाइज नमस्ते। आज हामी गाउँ बोक्दैछौँ। हाया पानी पर्ला पर्लास गरेको छ, अँध्यारो गरेको छ, पानी रहिहाल्छ क्या आज। त्यही भएर गाउँ सार्दैछौँ। मेरो बुढोले भारीले जिताएको अवस्था हो। जिराखा भाइहरूले कति जिराखा को घाम छ फर्किन बाजी हुन्छ त्यहाँबाट एक दिन उफ्रे गर्ने भयो सकिएको तल एक भएर हुन्छ क्या तल एक भएर छ गाउँ बोक्ने रोटी खाने। रोटी कति मिठो हुन्छ मिठ ननभेज किन बोक्याहरू ढाँचा नगर मैले अहिले चार चुखेर अहिले मैले डाँडाको नेता गरेँ डाँडा नेता काटिन फर्किन आउने यही होला। तिरपाल हो नि आँखाले अलि कहाँ आफ्नो गाउँ त्यसले हिँडिरहेको छ नि। मौका पनि छ रे। हम लसुन पनि रोप्या छौँ। हामीले त गाउँमा बसेर धेरै प्रगति गरिसक्यौँ। तन्तर पनि छ, सिमी पनि, गोपी पनि, सबै चिज छ। गर्न सकेपछि सबै हुँदैछ। गोबी पनि अब डल्ला परिसकेको छ। अब तरकारी खाने बेला हुँदा पर्ला ए अब हाम्रो घर चाहिँ त्यहाँ माथि छ है। रनेन बाने च्याङ्ग्री तेरो कानमा काट नानी आइजाऊ आइजा नानी कहाँ छ? मकै बारी डराम हुन लाग्यो के हो? मकै बारी डराम गर्न लागिस्? छिटो आइजा आइजा। नसुगाउने ल कोही जाला खुरिया हो यसो त डाया कम तरुण कला छिउ नानी आँटो के गर्नास्? गाउँ सार्न पापा मिठो हुन्छ कि नै? मिठो हुन्छ। कति मिठो हुन्छ? धेरै नानी तेरो नाम के हो? के घरती रे? फुर्ला घरती पिया घरती कोल राख्द्या नानीको नाम प्रिया घरती हो। नानी ल आई लभ यू आलु बिउ लसुन बिउ होइन होला लसुन बिउ हुन्न। नातो नातो
मकै बारी दर्याम दर्याम भन्दै नाच्दै नाच्दै नाच 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 आई लभ यु ल पारे मैले फुपूसँग भन् गणबहादुर सम्राङ्गी यत्रो कर्नर थाहा Ai, nè. Sana sidhi hote. Mày, Pukuli. Here. Ah. नानी जितामा भारीले What? Sidhi halu. कति नुनाहरू अघि न जो छोरा त्यही त Yo. काम सिद्धेर न अब हामी घरतिर लाग्यौँ हाम्रो घर त उकालो ओह्रालो गर्नुपर्छ यस्तै छ गाउँघरको के गर्ने गाइज सहरमा बस्ने त रहर थियो नि रहर मात्रै भएर हुने रहेछ सबभन्दा ठुलो पैसो रहेछ पैसो हामीसँग पैसो छैन त्यही भएर उकालो उरालो गरिराख्छौँ आज कामको व्यस्तताले गाई गोरु पनि फुकाइनौँ गरिरहनु घाँस पनि मागिरहनु अन्त सम्पत्ति पनि धेरै छन् कि वा ओहो हाम्रो सम्पत्ति ला 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 खै अर्को सम्पत्ति खै अर्को खै ओ यहाँ सबै देखिन आऊ आऊ कति आयो 2 4 5 वटा छन् के 6टा थिए एउटा मरिगयो हाम्रो सम्पत्ति अनि सम्पत्ति कति राम्रा छन् है पनि गर्छन् गाईको गोठमा बस्ने उभा पार्ने भोग लागेछ भोग लाग्यो भोग कति भोग लाग्छ तिमीलाई पाउले न पाउ तिमीले दिने दिदियो एच्छा दिनुपर्छ कि एच्छरी तिमीले एच्छा दिनुपर्छ के पुच्छर मात्रै फुन्नुङ हो एच्छरी सम्पत्ति त धेरै छन् टाउ डान्ने अम्रै पनि फल्दैछ है भर्खर सानो गिरलाको इच्छा यो कहिले ठुलो होला पुरै गिर छ भाँचिया अघि हाल्दैन र ठोरै फाल्छन् पानी खान मन लाग्यो मेरो श्रीमान चाहिँ जाङ्रे हुनुहुन्छ क्या जाङ्रे कोही लग्ने भए लग्नुहोस् भाले पनि छ वा घरतिर पनि आइपुग्यौँ अब किन खाना खाएको छैन अब म खाना खान्छु यो भान्से घर हो
ए ढोकढाक पनि नपारे माखा लाग्दैन रे। यो चाहिँ दाल कहिले पनि भाँडा नमाजेको यस्तो यस्तो पनि कुनै दिन चल्दो रहेछ है गाइज। यस्तो पनि हुन्छन् र स्वास्नी मान्छे हुँदो रहेछ नि। खाना पाए भइगयो नि यस्तो गरेर स्वास्नी हुनु भन्दा त नि नभएकै राम्रो होइन। नभएकै राम्रो हो। खान लागेर पनि त के हड्डी चुस्ला है।